यसरी चाहिँ आज हामी बोजे पोखरीमा, यो चाहिँ बोजे पोखरीको गेट हो। तपाईँले देखेर हामी तपाईँहरूलाई एउटा चिठी लेख्दैछौँ। यो चिठीको लेख्नुको कारण चाहिँ इन्डाइरेक्टली हामीलाई प्रत्यक्ष कन्ट्याक्ट गर्नु पर्यो, हाम्रो मागलाई सुन्दैन। यो नत्र 168 170 भनौँ न, 168 अहिले पनि पैसा 170 रुपियाँको पेट्रोल हालेर भयो के भन्छन्? पैसा ठिक छ राइडको? इन्डाइरेक्टमा पैसा ठिक छ? के चाहियो अब? के हुँदा ठिक हुन्छ जस्तो लाग्छ? भन्नु न तपाईँको मनको कुरो। हामीले अब गए बाबत पेट्रोलको पनि पुग्नु पर्यो, आफ्नो पनि फाइदा हुन्छ। साथीहरू यो चाहिँ हाम्रो फुल आज भेला राइडर भेला कार्यक्रममा, यो भेला कार्यक्रम हो। भेला कार्यक्रम हो। यो भेला कार्यक्रम हुँदै हप्ता चलाए 15 दिन चलाउँछ, त्यसले त्यसले गरिहाल्छ नि। यति फाइदा यति घाटा रहेछ भने गरिहाल्छ। 2-4 दिन चलाएर लक्षण थाहा पाइहाल्छ यहाँ मान्छे नयाँ राइडर। हामी हो त हाम्रो नेपाली प्राथमिकता दिनुपर्छ, राइडरहरूले दिनुपर्छ, तर यो कम्पनीले पनि खर्च गर्नु पर्यो क्या। अलिक कम्पनीले अलिक 50% त्यो पनि हाम्रो पैसा यहीँ रह्यो क्या। अब हामी त उसले यार चाहिँ अब 300 15 किलो 300 320 330 हाल्नु पर्ने हो क्या। उसले घटाउँदा 300 मा झर्छ। कमसे कम 20 किलो पर किलोमिटर 20 रुपियाँ त हाम्रो पर्छ नि त। गरेको हुन्छ नि त। अनि अलि राम्रो टिप्नजिक आएछ भने त्यो 1 रुपियाँ कन्छ नि, अब रिसिभै गरेर दिँदैन यार। अनि रिसिभै गरेर दिँदैन। अनि हरेक कुरा बढ्छ। इन्ड्राइभले चाहिँ यार घटाइदिन्छ। अनि एकचोटि मलाई राति 12 बजे यहाँ राइड त्यहाँको लोकेसन हालेर बोलायो क्या। म भक्तपुर आउन पर्ने, भक्तपुरको 400 रुपियाँमा आएको। मैले फ्याट अब त्यो नहेरिकन उठाइहालेँ, अर्को मान्छे बोकेर जाँदा क्यास छ तपाईँसँग पैसा सिधै भने उल्टै क्यास पैसा माग्छ यार। रेट हेरेर भन्छ क्यास पैसा माग्छ। के भयो त हाम्रो पुरा त्यो आफै विचार गर्नुपर्छ। दिमाग लाउँछ क्या तिनीहरूले। हामी जहिले हामी मर्ने हामी नै किन, हामी नै मर्ने किन? छ नि त। अनि यहाँ रेट चाहिँ लास्टै रो भयो। अब यहाँ विरोध गर्दैछ, जुलुस भन्दैछ तिम्रो पैसा ल तपाईँ विश्वास छैन भने यहाँ कुरा गर्नु। हेलो अफिस हो, हेलो अफिस हो। साथीभाइहरू हल्ला गरौँ न यार। धेरै लास्टै कम्बो हामी चाहिँ यो हाम्रो तपाईँहरूको नम्बर थियो र यो तपाईँलाई भनौँ न, यो रत्नपार्क घुम्दैखेरि त्यसले मलाई क्यास पैसा छ भन्यो। क्यास पैसा छैन, मलाई क्यास पैसा चाहिएको छ भन्छ। अनि मैले भनेको म अनलाइन गरिदिन्छु भने क्या त्यसले। हेलो साथीहरू, नमस्कार सम्पूर्णमा। म महेश किराँती आज पुनः उपस्थित भइसकेको छु तपाईँहरू म्याच एउटा सब्जेक्ट लिएर। धेरै पछि पुनः आज तपाईँहरूसँग भेट हुने यो मौका समय पाउँदाखेरि म एकदम खुसी छु। अनि आशा छ तपाईँहरू सबैजना मङ्गल कुशल आरामै हुनुहुन्छ भने म पुरा आशामा छु। अनि आज म एउटा कन्टेन्ट लिएर, एउटा भिडियो लिएर, एउटा विषयवस्तु लिएर तपाईँहरू समक्ष म फस्किन गइराखेको छु। प्लिज यो भिडियोलाई फुल वाच गरिदिनु हुन। अनि तपाईँको यो प्रतिक्रिया कस्तो लाग्छ, प्रतिक्रिया कमेन्टमा लेख्न नबिर्सिनु होला भन्ने म तपाईँहरूलाई अनुरोध गर्न चाहेँ। आज चाहिँ यो मैले चाहिँ भिडियो चाहिँ यो इन्ड्राइभको बारेमा बनाएको छु, जुन नेपालमा अहिले मार्केट लिएको छ इन्ड्राइभले। तर इन्ड्राइभले चाहिँ के गर्यो भन्दाखेरि चाहिँ पैसा पुरै राइडरहरूलाई चाहिँ पुरै मर्ममा पारेको छ। पुरै गदालाई पेलेको जस्तो पेलेर एकदम लोड बनाएको छ। 1 किलोमिटर हिँडे बार 14-15 रुपियाँ पैसा मात्रै हुन्छ। सो त्यो पैसाले चाहिँ तेल हाल्ने कि इन्डाइरेक्टमा कमिसन तिर्ने कि बाइकलाई चाहिँ मेन्टेनेन्स गर्ने कि त्यो कुरा त्यो पैसाले नपुग्ने भएको कारणले आज चाहिँ केही राइडर साथीहरूले भेटघाट कार्यक्रम राखेर चाहिँ केही एउटा एजेन्डा बनाएर चाहिँ हामीले अनलाइन मार्फत
इनड्राइभमा कन्ट्याक्ट गर्ने कोसिस गरेको छौँ अनि हरेक केही म्यासेजहरू चाहिँ हामीले राम्रै प्रकारको म्यासेजहरू पठाएको छौँ अनि माथिबाट पनि रिप्लाई आएको छ इनड्राइभबाट पनि हामी हेर्छौँ भनेर। तर के हुन्छ सम्पूर्ण राइडर साथीहरू जो कसैले हेर्दै हुनुहुन्छ राइडर हुनुहुन्छ भने विचार गर्नुहोस् यति पैसाले हामीले के लाने कि बाइक मेन्टेनेन्समा खर्च गर्ने कि माथिको चाहिँ कमिसन तिर्ने कि सो नपुग्ने भएको कारणले एकदम यो चिज चित्त नबुझ्ने चित्त साह्रै नै कम भएको कारणले चाहिँ हामीले चाहिँ केही सबैजना मिलेर सबै राइडर एकजुट भएर चाहिँ केही गरौँ भन्ने खालका विषयमा यस्तै विषयमा चाहिँ भिडियो लिएर आएको छु। यो भिडियो तपाईँले अन्तिमसम्म हेरिकन साथ दिनु होला भनी म अनुरोध गर्दछु। ओके, यसरी चाहिँ आज हामी बोझे पोखरीमा, यो चाहिँ बोझे पोखरीको गेट हो। तपाईँले देखिसक्नुभयो लाइनै चाहिँ साथीहरूले यसरी बाइक पार्क गरिसक्नु भएको छ। अनि यो चाहिँ हामी चाहिँ बोझे पोखरीको गेट तपाईँले देख्नुभयो। यो भित्र चाहिँ आज हामीले केही कुराकानीहरू छलफल गऱ्यौँ, एजेन्डा बनायौँ, ग्रुपहरू बनायौँ। सो त्यो भएको कारणले चाहिँ भयो लास्टमा थु चाहिँ दुई चाहिँ भन्छन्। पैसा ठिक छ राइडको, इनराइडमा पैसा ठिक छ। के चाहियो अब, के हुँदा ठिक हुन्छ जस्तो लाग्छ भन्नु न तपाईँको मनको कुरो। हामीले अब गए बाबत पेट्रोलको पनि पुग्नु पर्यो, आफ्नो पनि फाइदा हुनु पर्यो। कम रेट हालिदिएपछि तपाईँलाई फाइदै भएन भने राइड गरेको के फाइदा। हामी तपाईँहरूलाई एउटा चिठी लेख्दैछौँ। यो चिठीको लेख्नुको कारण चाहिँ इनड्राइभले हामीलाई प्रत्यक्ष कन्ट्याक्ट गर्नु पर्यो, हाम्रो मागलाई सुनिदिनु पर्यो। अब हामी राइडरको टिमहरू काठमाडौँ, ललितपुर, भक्तपुरबाट कोही आउट भ्यालीबाट नि काम गर्न आउँछौँ। अनि हामी यो इनड्राइभले दिएको सुविधाबाट खुसी छैनौँ। त्यही भएर इनड्राइभले चाहिँ हाम्रो मागहरू पुरा गर्नु पर्यो है। अब जस्तै यहाँ नेपालमा पेट्रोलको भाउ भर्खरै घट्यो होइन, नत्र 168, 170 भनौँ न। अहिले पनि पैसा 170 रुपियाँको पेट्रोल हालेर तपाईँ अब 10 किलोमिटर 200 रुपियाँ नि पाइएन भने के गर्ने। आज हामी यहाँ यतिजना जम्मा भएको 10 किलोमिटर हिँड्नलाई अब कहिलेकाहीँ पिकअप गर्नलाई हामी 2-3 किलोमिटर टाढा नि जानुपर्छ। त्यति बेला कहिलेकाहीँ पुगेपछि क्यान्सल नि गरिदिन्छ उनीहरूले। त्यही भएर अब त्यो माग चाहिँ हाम्रो के छ भन्दा अब कमसेकम 4.5 किलोमिटर यो पैसा चाहिँ 22 देखि 25 रुपियाँ 1 किलोमिटरको पाउनु पऱ्यो हामीले होइन। अब जस्तै हामी 10 किलोमिटर हिँड्नेछौँ भने 220 रुपियाँ पाउनु पऱ्यो क्या हामीले। अब 220मा उनीहरूले 20 रुपियाँ काटेछ भने 200 त बच्यो नि त हामीलाई। अब यो 200मा हिँडिन्छ 180 भएको छ। 180मा तपाईँको पेट्रोल आफ्नो खर्च यताउति गरेर 80 रुपियाँ जाला। 100 रुपियाँको लागि हामी त्यत्रो टाढा हिँड्नुपर्ने। अब काठमाडौँमा तपाईँ दिउँसो हिँड्नुभयो भने 1 घन्टा लाग्छ। 10 किलोमिटर हिँड्न नि 1 घन्टा लाग्न सक्छ। 1 घन्टाको 100 रुपियाँको लागि हामी आफ्नो ढाड दुखाइ घाममा हिँड्ने कुरा त भएन। त्यही भएर अब मिनिमम प्राइस चाहिँ अनि 65 रुपियाँ हुनु पऱ्यो। 65 भन्दा तलको राइड आउन भएन इनड्राइभमा। अनि रिफन्डको पैसा चाहिँ हामीले तुरुन्तै पाउनु पऱ्यो। 24 घन्टा कुर्नु पर्ने। मेरो यसरी कति गयो
अनि अब कहिलेकाहीँ अब हामी बाहिर आउटर एरियामा जाँदा हाम्रो मोबाइल ब्याङ्किङमा पैसा हुँदैन। अब त्यो पैसा खोज्दै हिँड्ने कुरा भएन। बरु उनीहरूले -50सम्म हामीलाई चलाउन दियो भने त्यो 500 कमाइन्जेल त कोहीले अनलाइन हालिदिन्छ भन्ने आश हुन्छ नि त। अब कहिलेकाहीँ -40 -50 गइदिन्छ, कता गाउँतिर हुन्छ अब त्यहाँ पसलमा नि हुँदैन, कतै मोबाइल आउटसम्म नि हुँदैन। अनि इनड्राइभले चाहिँ अब कस्टमरको लागि नि नयाँ पोलिसी बनाउनु पर्यो। जस्तै कि अब प्यासेन्जरले हामी लोकेसनमा पुगेपछि क्यान्सल गरिदिन्छ। अब त्यो क्यान्सल गरेपछि उसलाई त केही घाटै छैन नि त, त्यही भएर त क्यान्सल गरे। उसलाई नि केही घाटा भयो भने त उसले सोध्छ नि त क्यान्सल गर्नु अगाडि। उसले क्यान्सल गर्छ, अर्को भर्खर त्यहीँ नजिककोलाई बोलाउँछ अनि गइदिन्छ टाढा मान्छेलाई आउनु भने। 15 मिनटको लागि ब्लक हुनु पऱ्यो त्यो आइडी 15 मिनटलाई। जस्तो हामीले अहिले मेसेज देख्दाखेरि हाम्रो ब्लक भयो नि, त्यस्तै यिनीहरूको पनि ब्लक हुनु पऱ्यो प्यासेन्जरको नि कमसेकम 15 मिनट। अनि अर्को चाहिँ के छ भन्दा हामीलाई एउटा कस्टमर केयर सर्भिससँग हामीले प्रत्यक्ष गएर कुरा गर्न मिल्ने गरेर एउटा अफिस हुनु पर्यो। त्यति है त अहिले यति नै छ। अनि यो इन्सुरेन्सको कुराहरू भएन? इन्सुरेन्सको कुराहरू भएन? त्यो यहाँ ल्याउनु त यहाँ फोटो खिचेर हालौँ अफिसले। यहाँ अब साइन हान्नु पऱ्यो पछाडि सबैले। अनि साइन हान्नु अनि नम्बर पनि राख्नु। यो ग्रुपमा हालिहालौँ हाम्रो नि देखेर। एकचोटि एउटा मान्छेले रङ मेरो पनि ब्लग इन्डिया आइडी नम्बर हाल्नु धेरै जस्तो मान्छे नबुझेर हाम्रो पैसा पाइरोमा के हुन्छ भन्यो नि त्यसो गर्दाखेरि यस्तो नयाँ राइडरहरूले नमस्कार कतिपय खराबहरूले नि अब धेरै मान्छे कम भएपछि अब नयाँ राइडरहरूले पनि हप्ता चलायो 15 दिन चलाउँछ, त्यसपछि त्यसले गरिहाल्छ नि यति फाइदा यति घाटा रहेछ भने गरिहाल्छ। 2-4 दिन चलायो लक्षण थाहा पाइहाल्छ यहाँ मान्छे नयाँ राइडर। हामी हो त हाम्रो नेपाली प्राथमिकता दिनुपर्छ, राइडरहरूले दिनुपर्छ, तर यो कम्पनीले पनि खर्च गर्नु पर्यो क्या अलिकति। कम्पनीले अलिक प्रचार प्रसार त्यो भयो नि हाम्रो पैसा यहीँ रह्यो क्या। अब गर्नु हामी होइन कम्ती दिनमा 100-150 गइरहेको अनि गइरहेको हुँदैन। फेरि मलाई त्यसको चाहिँ कति बेला त्यो टपअप ब्यालेन्स गरेको हुन्छ नि त, अनि अलि राम्रो टिप्न चाहिँ आएछ भने त्यो 1 रुपियाँ कन्छ नि अब रिसिभै गर्न दिँदैन यार। आधी घटाइदिएको छ, अनि रिसिभै गर्न दिँदैन आधी घटाइदिएको छ। अनि हरेक कुरा बढ्छ, इन्ड्राइभले चाहिँ घटाइदिन्छ। अनि फेरि अब खाना पर्दैछ है। अब ठ्याक्क खाना घरको एरियाको पऱ्यो प्लेटहरू उठाइदियो पुगे हेर्छु त म त तपाईँले ह्याक गरेको ह्याक हालेको भनेको अनि खेर्दा हो भने किन ह्याक गरेको अर्काको पैसा खाएर तपाईँ उसो राख्दैन भनेर म त उहाँ पुगेपछि अनि 185 रहेछ रेट 185 नै लिएँ।
किन ह्याक गर्ने त्यो ह्याक गर्ने त उसलाई सदुपयोग गर्नु पो बनायो दुरुपयोग गर्नु बनाएको इन्ड्राइभले पनि तपाईँको कमसेकम नि 10 किलोमिटर कमसेकम 220-30 उठ्नुपर्ने इन्ड्राइभले पनि घटाइदिएछ अघि त्यसले घटाएर त यो विरोध कार्यक्रम हो त हाम्रो लगनको हेर्छु तपाईँको उसैले घटाएर 11.5 को त्यसले राखेको रेटमा त घटाउनु चाहिँ नपाउने बनाउनु चाहिँ पाउने बनाउनु पर्छ नि त्यसले बनाउँदाखेरि कमसेकम तपाईँको 14-15 किलोमिटरको कमसेकम त उसले यार चाहिँ अब 315 किलोमिटर 300-320-330 हाल्नुपर्ने हो क्या उसले घटाउँदा 300 मा झर्छ कमसेकम 20 किलोमिटर 20 रुपियाँ त हाम्रो पर्छ नि त अब त्यो पनि इन्ड्राइभले गरिदिँदैन यार अनि हामी राइड लास्टमा उही इन्ड्राइभलाई अफिसलाई मात्रै हुने हामीलाई त जति कुदा होइन आज कमाए भोलि तेल हाल हैन अनि तेल हाल अनि अफिसलाई ट्याक्स तिर अनि ट्याक्स तिर अनि त्यसलाई ठिक हो उसैलाई खाइन पाइ क्यास छैन नि क्यास मलाई सबैले अनलाइन गरेछ मसँग अनलाइन मात्रै छ अनलाइन लिनुहुन्छ भने म क्यास दिन्छु बस म अनलाइन यो भन्नुतिर हो कि सूर्य विनायकमा कहाँ छ भन्छ नि सूर्य विनायकमा के हुन्छ जस्तो गएको भक्तपुरमा हात्ती सामना चाहिँ साह्रै मेन ठाउँमै छ मैले पनि त्यो चाहिँ सुनेको जग्गा चाहिँ त्यही भएर बजारमा अलिक धेरै ठगहरू घुमिरहेको छ केटाहरू अघि पनि म कुमारीपाटीमा थिएँ त्यो केटा एउटा अर्को केटा आयो फेरि त्यस्तै लगभग 30-32 वर्षको केटा हिजो अस्ति हस्पिटलको रेट हेरेको क्यास छ तपाईँसँग पैसा सिधै भने उल्टै क्यास पैसा माग्छ यार रेट हेरेर भन्छ क्यास पैसा माग्छ त्यो आफै विचार गर्नुपर्छ दिमाग लाउँछ क्या तिनीहरूले जोबार होइन यो बल्फु कट्ने नै होइन बेलुकाको समयमा जोबारको जङ्गलमा एकचोटि मलाई राति 12 बजी त्यहाँ राइड त्यहाँको लोकेसन हालेर बोलायो क्या म भक्तपुर आउनु पर्ने भक्तपुरको 400 रुपियाँमा आएको मैले फ्याट अब त्यो नहेरिकन उठाइहालेँ अर्को मान्छे बोकेर जाँदा जाँदै अनि लोकेसनमा गएको त जङ्गलको बिचमा मान्छे कोही छैन त्यहाँ पछि फोन गरेको दाइ झुकेर भए हो भन्छ के भन्ने त्यसलाई मैले फेरि बेसरी थर्काएँ त्यति बेला के भयो भन्दा फेरि 400 को राइड माइनस भइहाल्यो 40 रुपियाँ माइनस 40 भएपछि त्यहाँ मान्छे पनि छैन अब त्यो आएको पैसाहरू के गर्ने त्यति बेला राइडर पनि उस्तै छ क्या त्यही भएर पनि बिग्रेको कारण यही हो केटा आयो मसँग चढ्यो है मसँग चढ्यो भने म फर्की साँझ बसेर 8 बजे लागिसकेको थिएँ क्या अनि मैले बाटो पर्छ जाउँ लिएर जाउँ भने बाटो पर्छ बानेश्वरसम्म आउने अनि अनलाइनमा कति उठ्छ भने यति उठ्छ भने म अप एन्ड डाउन गर्छु भने ठिक छ होइन कमाइ भएको छैन भने त ठिकै हो होइन अनि त्यो आयो मसँग अलिकति यो तपाईँलाई भनौँ न यो रत्न पार्क घुम्दैखेरि त्यसले मलाई क्यास पैसा छ भन्यो क्यास पैसा छैन मलाई क्यास पैसा चाहिएको छ भन्छ अनि मैले भनेको म अनलाइन गरिदिन्छु भने क्या त्यसले केटाले भने ठिक छ अनलाइन गरिदिनु भने त म दिउँला होइन पैसा मैले त्यो सोचिरहेको थिएँ क्या त्यो मोबाइल त्यो केटाले टुकटुकी मोबाइल बोकेको थियो क्या त्यसले मलाई अनलाइन गर्ने भन्छ त्यो पनि टुकटुकी मोबाइल बोकेको थियो त्यसलाई अलिकति अगाडि लगाएको अनि मलाई फेरि सोधेँ कि तपाईँसँग एटिएम छ भने मैले एटिएम पनि छैन मसँग भने अलि अगाडि त्यसलाई मैले एटिएममै लगाएर रोकिदिएँ क्या त्यो एटिएममा छिरे जस्तो गऱ्यो पछि आयो मसँग पैसा छैन मलाई पैसा फलानाले हालिदिनु पर्ने पैसा हालिदिएको छैन अनि त्यसले तपाईँ मलाई पैसा दिनु तपाईँ फलाना ठाउँ हिँड्नु म तपाईँलाई पैसा दिन्छु भनेर भने क्या त्यसले मलाई त्यसलाई मैले यदि पैसा दिएको भए त्यो कुन गल्लीमा छिरेर कता बेपत्ता हुने थाहा छैन त्यही भएर अलिकति सचेत आफै हो है मान्छे अफलाइन चढाउँदाखेरि आफै विचार गरेर चढाउने क्या यो चाहिँ हाम्रो इन्डिया विरोधी टोलीहरू हाम्रो सबै टोलीहरू यसरी भेला हुँदै हाम्रो यो इन्ड्राइभमा चाहिँ पैसा एकदम थोरै भएको कारणले सबै हाम्रो इन्ड्राइभमा पर किलोमिटर 14 रुपियाँ 15 रुपियाँ हुँदाखेरि चाहिँ सबै इन्ड्राइभ राइडर टोलीहरू चाहिँ यसरी भेला भएको छौँ आज चाहिँ सबै साथीभाइहरू मिलेर चाहिँ छैन यसलाई चाहिँ केही न केही सोल्युसन्स निकाल्नु पऱ्यो होइन अब तपाईँहरूको अब 3 लाखदेखि माथिको बाइक होइन अब 25,000देखि माथिको मोबाइल बोकेर चाहिँ अब 1 किलोमिटर बराबर अब 14 रुपियाँ 15 रुपियाँ
कमाएर हुँदैन। त्यही भएको कारणले सम्पूर्ण राइडर साथीहरू चाहिँ यहाँ भेला भएका छन्। त सबैले चाहिँ सहमत जनाएका छन् सम्पूर्ण साथीभाइहरूले चाहिँ यसरी होइन। आज यो चाहिँ हाम्रो बोजे पोखरीमा यसरी हेलमेट कसको रह्यो त्यहाँ? अब चाहिँ म यहाँ चाहिँ मान्छे धेरै भिड भएर अब मन्दिरभित्र नै प्रवेश गरेर बस्ने भन्ने कुरो छ साथीभाइहरूको। खै कहाँ गए टोलीहरू? टोलीहरू सबै भित्र छिरिसकेको बोजे पोखरी। हिँड्न लाग्यो क्या? हिँड्न लाग्यो क्या? यसरी चाहिँ यहाँ अब यता छलफल हुँदैछ। मानिसहरूको हालेर फेरि म त्यहाँ ना अहिले फैलिरहेको छ, उसमा आइरहेको छ यार, त्यो राम्रो कुरो हो कि। म पनि सुतेको थिएँ, अब खोलाउ जाउँ त भनेको माछाला बोजे पोखरी हेरे बोजे पोखरी यस्तो छ। ए त्यहाँबाट फेरि त्यसलाई उ गरेर स्क्रिनसट गरेर नम्बर क्या, नम्बर त्यहाँ फोन हालेर यस्तो भने त्यहाँबाट होइन ठिक छ। सबैजना धेरै हामीलाई चाहिँदैन कि 50-60 जना भयो नि, तिनीहरूलाई काफी उनीहरूलाई त्यो आउँदैछन् र आउँदैछ धेरै आउँदैछ। अफिसका मान्छे नै अफिसको मान्छे कन्ट्याक्ट भइसकेको छ अफिससँग। हामी माथि कुरा गर्छौँ भनेको छ। माथि अब त्यसको माथिलाई अब यही समाएर घोक्रो ठ्याक्रो हाल्नमा सजिलो बनाउँछ। अहिले पठाउवाला भएको हामी जहिले हामी मर्ने, हामी नै किन अफिस छ नि त। यो सबै हाम्रो इन्डिया राइडरहरू हो। अनि यहाँ रेट चाहिँ लास्ट रो भयो। अब यहाँ विरोध गर्दैछ, जुलुस भन्दैछ चिल्लो पेसा ल तपाईँ विश्वास छैन भने यहाँ कुरा गर्नु। हेलो अफिस हो, हेलो अफिस हो। साथीभाइहरू हल्ला गरौँ न यार। धेरै लास्टै कम्बो हामी चाहिँ यो हाम्रो तपाईँहरूको अफिस नम्बर थियो र तिमी छैन? नम्बर त आइहाल्छ। ए तपाईँले कसलाई फोन गरेको? हेलो हेलो ब्रदर, कसलाई फोन गर्नु भएको? एजेन्ट हो कसलाई फोन गरेको तपाईँ? त्यतिकै हावा तामा। हेलो साथीहरू, यो चाहिँ हाम्रो आज इन्डाइफ राइडर पिरियडहरूको चाहिँ बाइक हामी चाहिँ यसरी भेला भएको छौँ। आज चाहिँ हामी चाहिँ के विशेष गरी चाहिँ हामीले चाहिँ यो इन्डाइफमा चाहिँ अलिकति शुल्क कम भएको कारणले चाहिँ यो कुरा चाहिँ एजेन्डा बनाएर चाहिँ यसरी भेला भइकन चाहिँ सम्पूर्ण राइडर साथीहरू आज हामी चाहिँ ललितपुर जिल्लाको यो इमाडोल बोजे पोखरी भन्ने ठाउँमा चाहिँ भेला भएको थियौँ। यो चाहिँ हामी अब एकै ठाउँमा पार्क गर्नु नमिलेर लाइनै पार्क गरेर चाहिँ यसरी राखेको छौँ, यसरी भेला भएको छौँ। यो चाहिँ सबै राइडर साथीहरूको बाइक हो होइन। तपाईँहरूले लामबद्ध देख्नुहुन्छ। कम्तीमा नै आज लगभग तपाईँको 400-500 जना चाहिँ भेला भइसकेको छौँ। यसरी नै अब भोलि पर्सि आज एउटा एजेन्डा बनाएर चाहिँ पेस गर्ने कुरो छ। विशेष गरी फिजिकल अफिस नभएको कारणले चाहिँ दुःख लाग्दो छ। अब भोलि पर्सि यसरी बढ्दै जानेछ होइन। यो चाहिँ हामी राइडरहरूलाई चाहिँ यति नै भयो। यो चाहिँ दरो प्लान भयो क्या, अब गोरुलाई पेलेको जस्तो गरी चाहिँ दरो प्लान भयो। त्यो भएको कारणले चाहिँ सबै राइडर साथीहरू चाहिँ आज यसरी भेला भएको छौँ। अनि भेला भइकन चाहिँ त्यो हाम्रो समस्याहरू चाहिँ एक आपसमा राखेर यसलाई के एउटा एजेन्डा बनाएर हामीले चाहिँ पेस गर्ने विशेष राखेको छौँ। अनि इन्डाइफको चाहिँ यो फिजिकल अफिस नभएको कारणले चाहिँ रिस्की पनि छ। सो त्यो भएको कारणले चाहिँ हामीले चाहिँ जस अनलाइन मार्फत त सम्पर्क त गऱ्यौँ। अब भोलि के कसो आउँछ यसको रिस्पोन्स चाहिँ आज चाहिँ आएन। सो त्यो भएको कारणले चाहिँ भोलि चाहिँ हामी फेरि योभन्दा पनि चर्को तरिकाले चाहिँ भेला भएर भेला कार्यक्रम राखेर चाहिँ एक
आपसमा कुराकानी गरेर चाहिँ अगाडि बढ्ने कुरा छ। अब तपाईँको लगभग 1 किलोमिटर दौड्यो भने 15 रुपियाँ 16 रुपियाँ पर्छ होइन। राइडर साथीहरू तपाईँहरूले पनि कति याद गर्नुभएको छ प्लिज यो म नम्बर पनि राखिदिन्छु। यो नम्बरमा तपाईँहरू कन्ट्याक्ट गरेर सबैजना चाहिँ भेला हुनु होला। अब यो किलोमिटरको लागि चाहिँ अब तपाईँको 14-15 रुपियाँले हिँडेर त हुँदैन। अब 3 लाख 3.5 लाख 4 लाखको बाइक किनेर अब 25-30 हजारको मोबाइल किनेर हिँडेर चाहिँ हुँदैन। सो त्यो भएको कारणले चाहिँ सबैजनाले आफ्नो ठाउँबाट चाहिँ उठ्न अति जरुरी देखिन्छ साथीहरू है। ओके।